तपाईँ लोकेसनमा आउनु दाजुजी। म देव कम्प्लेक्सको अगाडि छु के। हेलो त्यो क्यान्सल गरिहाल्नु भयो। क्यान्सल भन्दा पनि तपाईँले चेन्ज तपाईँ ओरिएन्टेसन गर्ने ठाउँको लोकेसन भन्नु भने हो क्या हजुर। हजुरले पनि अब यहाँबाट त्यो त म त गरिहाल्छु। त्यो ओरिएन्टेसन गर्ने ठाउँको पो प्रब्लम भयो त, त्यो देखाएन कुन ठाउँ गर्नु भन्ने हो। हेलो एकछिन बाइक रोकेर बोल्नु के यार तेरि। मैले होइन यो त हजुरको म त अरू गरिहाल्थेँ त। तपाईँको लोकेसन एक्ज्याक्ट राइट ठाउँमा गर्नलाई पो हजुरलाई गर्नु भने हो त। शारदा सेकेन्डरी स्कुल सिनामङ्गल। अनि बिचरा त्यो त कहाँबाट आउनुभयो अनि क्यान्सल गर्नुभयो, त्यसैमा चेन्ज गर्न मिल्थ्यो त। ए नै त्यही त त्यसैमा पनि चेन्ज गर्न मिल्थ्यो त। चेन्ज गर्न मिल्थ्यो नि। अब मैले यहाँ फ्रीमा पेट्रोल आए जस्तो भएन भने कहाँदेखि आइरहेको हुन्छु मान्छे। लगेर जानु भन्दा पनि यहाँ बिचरा। अनि हाम्रो राइडमा टार्गेट हुन्छ के। सिनामङ्गल शारदा माध्यमिक विद्यालय। ल अब के गर्नु पर्यो त? यहीँबाट म गरेर हजुरले गर्नुहुन्छ। अब तपाईँकै बच्छ भन्ने क्या ग्यारेन्टी छ र? यहाँ ग्यारेन्टी छैन। हजुर तपाईँको बच्दैन नि। अब के बस्दैन भने चाहिँ एक उसमा अब के गरौँ त? टाइमै नै यार। ल हिँड्दिनु अफलाइन अब जाऊँ। कति दिन हुन्छ अफलाइनमा चाहिँ? रोक्नु है, म यहाँ हेरिरहेको छु। बौद्ध फुलबारीदेखि लिन आएको म। त्यो मान्छेले भनेको ठाउँै देखाउँदैन। कस्तो तनाव बनाइदियो यार। म अघि गइसक्थेँ नि, अहिले हुँदा 1 घन्टा भयो पुग्न थाले। मैले झन् वहीँ भनेको उसलाई तपाईँको चढ्ने र झर्ने लोकेसन एकै ठाउँ छ भन्दै पनि आउनुहोस् न म मिलाइदिन्छु भन्यो। त्यो मान्छेले अनि स्वाट्टै हिँड्दैछ। अहिले आएर त मलाई राइडमा मलाई समस्या भयो नि त। भन्नु त त्यो शारदा सिनामङ्गल यहाँ कहाँ बसिहाल्यो आफ्नै घर नबोलाएर यही झ्याउन्छ यार। अहिले बाबु पनि उताबाट आइपुग्थ्यो होला। हो दाइ 190। कति? 190। 190 भनेपछि यहाँनिर कसरी 190? भयो हिँड्नु, तर मलाई केही लोकेसनमै छोडिदिनु है। ल हिँड्नु भयो जाउँ। बिचार दुःख मात्रै भयो। नबुझियाले गर्दा पनि यस्तो तनाव हुन्छ। 90 रुपियाँ देखाइरहेको थियो, बेकार आउँछ।